हितोपदेश अध्याय 1। प्रस्तावना, उद्देश्य र विषय। दाउदका छोरा इजरायलको राजा सोलोमनको हितोपदेश, जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्, एक अनुशासित र विवेकी जीवन जिउनेछन्, सोझा र विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्। बुद्धिमानले सुनुन् र तिनीहरूको ज्ञान बढोस् र विवेकशील व्यक्तिलाई अगुवाई मिलोस्, जसद्वारा हितोपदेश र दृष्टान्तहरू, बुद्धिमानको आहान र रहस्यका कुराहरू तिनीहरूले बुझुन्। परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्छ। बहकाउको विरुद्ध चेतावनी। हे मेरो छोरो, आफ्नो बुवाको आदेश सुन र आफ्नी आमाको शिक्षा नत्याग। ती तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुनेछ। हे मेरो छोरो, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने तिनीहरूको बहकाउमा नलाग। तिनीहरू भन्लान्, आऊ हामीसँग कसैको रक्तपात गर्न ढुकी बसौँ, कुनै निर्दोषलाई लुट्न ढुकी बसौँ। चिहानले निले झैँ र गहिरो बर्खालोमा परि त्यसको हिँदमा पुग्नेहरूलाई झैँ हामी तिनीहरूलाई पुरै जिउँदै निलौँ। हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौँ र लुटका माल सामानहरूले हाम्रो घर भर्नेछौँ। तिमी हामीसँगै साझेदार हौ र हामी लुटको थैलोबाट बाँड्नेछौँ। हे मेरो छोरो, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा खुट्टै नराख, किनकि तिनीहरूको खुट्टा पाप गर्न हतारिन्छन्। तिनीहरू रक्तपात गर्न आतुर गर्छन्। सबै पंक्षीहरूको नजरको सामु जाल फैल्याउनु कति व्यर्थ। यी मानिसहरू आफ्नै रगतको लागि ढुकिरहन्छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्छन्। बेमानीसित कमाउनपट्टि लाग्नेहरू सबैको अन्त्य यस किसिमले हुन्छ। यसरी धन आर्जन गर्नेहरूको जीवन त्यसैले छिनेर लैजान्छ। बुद्धिको तिरस्कार विरुद्ध चेतावनी। बुद्धि सडकहरूमा चर्को स्वरले कराउँछ, त्यसले आफ्नो आवाज बजारहरूमा उचाल्छ। होहल्लाले भरिएको गल्लीहरूको पर्खालमाथिबाट त्यो चिच्याउँछ। सहरका मूल ढोकाहरूमा यसरी त्यसले भाषण गर्छ, हे निर्बुद्धि हो, कहिलेसम्म तिमीहरू आफ्नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहन्छौ? कहिलेसम्म खिल्ली उडाइरहनमा मग्न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गर्दै रहने? यदि मेरो हप्की तिमीहरूले ग्रहण गरेको भए म आफ्नो हृदयका कुराहरू तिमीहरूसँग पोख्ने थिए र मेरो विचारहरू तिमीहरूलाई थाहा गराउने थिए। तर मैले बोलाउँदा तिमीहरूले इन्कार गरेका हुनाले र मैले आफ्नो हात फैलाउँदा कसैले ध्यान नदिएको हुनाले, मेरो सबै अर्तीलाई तिमीहरूले व्यवस्था गरेको हुनाले र मेरो हप्की ग्रहण नगरेको हुनाले तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्नेछु। विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्ली उडाउनेछु। जब आधी बेरी झैँ तिमीहरूलाई विपत्तिले ढाक्छ, जब भुमरी झैँ आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ, जब सङ्कष्ट र दुःखले तिमीहरूलाई डुबाउँछन्, तब तिनीहरू मलाई पुकार्नेछन्, तर म जवाब दिने छैन। तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेटाउने छैनन्। तिनीहरूले ज्ञानलाई घृणा गरेको हुनाले र परमप्रभुको भय मान्न नचाहेका हुनाले, तिनीहरूले मेरो अर्ती ग्रहण नगरेका हुनाले र मेरो हप्की तिरस्कार गरेको हुनाले, तिनीहरूले आफ्नो चालचलनको फल भोग्नेछन् र आफ्ना कपट योजनाहरूको फलले आफै लादिनेछन्। आफ्नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन् र मूर्खहरूको आफ्नै निश्चिन्तताले तिनीहरूमाथि नाश आइपर्नेछ। तर मैले भनेको कुरा जसले सुन्छन् तिनीहरू सुरक्षामा जिउनेछन् र हानि नोक्सानीको डरै बिना ढुक्क रहनेछन्। आमेन।